जिन्दगीमा कहिलेकाहीँ सामान्य घटनाले पनि ठुलो रूप लिने रहेछ, जसलाई म मेरो दिललाई भन्दा अरू कसैलाई सुनाउन सक्दिनँ। सुनाउँछु त मुटुभरि आँसुको ताल बनाएर सुनाउँछु। समाजलाई देखाउने हाँसोको सहारा लिएर सुनाउँछु। पहिले पनि त जीवनमा हाँस्ने, खेल्ने, रम्ने र छुट्टै संसार बनाउने सपना देखेको थिएँ। जुन सपना सजाएर मैले कुराहरू कोही मार्फत अगाडि सारेको थिएँ, तर सारेको कुरालाई इन्कार गर्दै आशा गरेको बाटा नै म गर्दिनँ, म सक्दिनँ भन्ने कुरा ममा आयो। र उक्त कुरा मेरो कानमा पस्ने बित्तिकै मेरो मन, शरीर तातेर आयो, शरीर फुलेर आयो, मनमा रोदनको आँधी आयो। कतै भगवानलाई सराप्न मन लाग्यो, कतै भगवान पनि कस्तो निष्ठुरी, हिजो मेरो निर्माणमा, मेरो बनाइमा, मेरो सिर्जनामा शिल्पीले युक्त, कलाले युक्त कालिकाहरूको प्रयोग गरेर निर्माण गरिदिएको भए आज मैले यो बिहोर्नु पर्ने थिएन। एक्लै एकान्त